सम्पूर्ण साथीहरूलाई नमस्कार। साथीहरू, आजको यस भिडियोमा हामीहरूले विश्वको भूगोल सम्बन्धी जानकारी लिने कोसिस गर्नेछौँ र यसभित्रका महत्त्वपूर्ण प्रश्नहरूलाई केलाउने कोसिस पनि गर्नेछौँ। त्यसैले अब लागौँ भिडियोतर्फ। सबैभन्दा पहिला हामीले भूगोलको पिता भनेर कसलाई चिनिन्छ भनेर भन्यो भने इराटोस्थेनिसलाई चिनिन्छ। भूगोलको पिता भनेको कसलाई अरे? इराटोस्थेनिसलाई चिनिन्छ भने आधुनिक भूगोलको पिता भन्यो भने कार्ल रिटर है। भूगोलको पिता भन्यो भने इराटोस्थेनिस र आधुनिक भूगोलको पिता भन्यो भने कार्ल रिटरलाई चिनिन्छ। अनि मानव भूगोलको विकास कहिले भएको भन्यो भने मानव भूगोलको विकास 21औं शताब्दीमा भएको भनेर बुझ्ने। भने वर्तमान मानव भूगोलका जनक कसलाई मानिन्छ भन्यो भने फ्रेडरिच राजेललाई वर्तमान मानव भूगोलको जनकका रूपमा पनि बुझिन्छ भनेर बुझ्ने। अब त्यति बुझिसकेपछि भूगोललाई कति भागमा बाँड्न सकिन्छ है? भूगोललाई कति भागमा बाँडेर हामीले अध्ययन गर्न सक्छौँ भन्यो भने भूगोललाई हामीले चाहिँ 2 भागमा बाँडेर अध्ययन गर्न सक्छौँ। एउटा भौतिक भूगोल र अर्को मानव भूगोल भनेर बुझ्ने। अर्को रहेको छ कार्टोग्राफी भन्नाले के बुझिन्छ है? कार्टोग्राफी भन्नाले मानचित्र विद्यालाई बुझिन्छ भनेर बुझ्ने। भूगोल शब्द कुन भाषाबाट लिइएको हो? महत्त्वपूर्ण प्रश्न। भूगोल शब्द ग्रिक भाषाबाट लिइएको हो भनेर बुझ्ने। भूगोलको इतिहासमा नयाँ खोजको युग भनेर कुन शताब्दीलाई चिनिन्छ? कुन शताब्दीमा भूगोलको इतिहासलाई सबैभन्दा बढी खोज अनुसन्धान गरिएको थियो भन्यो भने 18औं शताब्दीमा है। 18औं शताब्दीमा भूगोलको इतिहासलाई धेरैभन्दा धेरै के गरिएको थियो त? खोजी गरिएको थियो भनेर बुझ्ने। यति बुझेपछि भूगोलमा प्राकृतिक वातावरणको क्षेत्र भन्नाले कुन कुन क्षेत्रलाई जनाउँछ है? यसभित्र प्रकृतिमा भएका स्थलमण्डल, जलमण्डल, वायुमण्डल तथा जीवमण्डल यी सबैलाई के गरिन्छ त? भूगोलको प्राकृतिक वातावरणको क्षेत्र भनेर हामीले यहाँनिर बुझ्न सक्छौँ है साथीहरू। अनि अर्को रहेको छ एसिया महादेशको चारतिर के पर्दछ अथवा एसिया महादेशको चारैतिर के पर्छ भन्यो भने एसियाको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु महासागर तथा दक्षिणमा हिन्द महासागर पर्छ भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। यो पनि महत्त्वपूर्ण रहेको छ। भन्नाले एसियाको चारै भागमा के छ भन्यो भने पूर्वमा प्रशान्त, पश्चिममा युरोप, उत्तरमा सुमेरु र दक्षिणमा हिन्द महासागर छ भनेर बुझ्ने। अनि त्यसपछि एसिया महादेशका 2वटा महत्त्वपूर्ण आर्थिक केन्द्रहरू के हुन् भन्यो भने सिङ्गापुर र हङकङ है। सिङ्गापुर र हङकङ के हुन् त? एसिया महादेशका 2 महत्त्वपूर्ण आर्थिक केन्द्रहरू रहेका छन् भनेर बुझ्ने। त्यस पछाडि एसिया महादेशको पूर्व पश्चिम लम्बाइ कति रहेको छ त है? एसियाको पूर्व पश्चिम लम्बाइ कति छ भन्यो भने 9600 किलोमिटर रहेको छ भने उत्तर दक्षिण चौडाइ कति छ भन्यो भने 8600 किलोमिटर रहेको छ भनेर बुझ्ने। यति बुझेपछि एसिया महादेशमा कतिवटा भूपरिवेष्टित देश छन् भन्यो भने एसियामा कति त? 12वटा भूपरिवेष्टित देश छन् है। अब यसमध्ये नेपाल, भुटान, अफगानिस्तान, लाओस, मङ्गोलिया, आर्मेनिया, अजरबैजान, ताजिकिस्तान, किर्गिस्तान, कजाकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान गरी कतिवटा रहेका छन् त? 12वटा भूपरिवेष्टित देशहरू एसिया महादेशमा रहेका छन् भनेर बुझ्ने। एसिया र अफ्रिका महादेशको बिचमा रहेको सागर कुन हो भन्यो भने लाल सागर है। एसिया र अफ्रिकाको बिचमा लाल सागर रहेको छ। अनि युरोप र एसिया महादेशको बिचमा सिमानाको रूपमा रहेको पर्वत कुन हो भन्यो भने चाहिँ उराल वा युराल पर्वत हो भनेर हामीले यहाँनिर बुझ्नुपर्ने हुन्छ है त साथीहरू। अनि अर्को रहेको छ भौगोलिक रूपमा सबैभन्दा कान्छो महादेश है। भौगोलिक रूपमा सबैभन्दा कान्छो महादेश कुन हो भन्यो भने एसिया महादेश है। भौगोलिक रूपमा सबैभन्दा कान्छो महादेश एसिया महादेश हो भनेर बुझ्ने। एसिया महादेशको सबभन्दा लामो नदी कुन हो र यो कुन देशमा पर्छ भन्यो भने एसियाको सबभन्दा लामो नदी चीनमा रहेको यान्जी नदी है। चीनमा रहेको यान्जी नदी एसिया महादेशको सबभन्दा के हो त? लामो नदी हो भनेर बुझ्ने। एसिया महादेशको सबैभन्दा ठुलो मरुभूमि कुन हो र कुन देशमा पर्छ भन्यो भने एसिया महादेशको सबभन्दा ठुलो मरुभूमि गोबी मरुभूमि है, जुन चाहिँ कहाँ पर्छ त? चीनमा नै पर्ने गर्दछ भनेर बुझ्ने। एसिया महादेशको प्रमुख बाली के हो भन्यो भने धान है। धान चाहिँ एसियाको के हो त? प्रमुख बाली रहेको छ भनेर बुझ्ने। एसिया महादेशको सबभन्दा सक्रिय ज्वालामुखी कुन देशमा रहेको छ भन्यो भने एसियाको सबभन्दा सक्रिय ज्वालामुखी कुन छ त? इन्डोनेसियामा रहेको छ भनेर बुझ्ने। विश्वका प्रमुख राजधानी सहरहरूमध्ये
है सबैभन्दा बढी व्यवस्थित सहर कुनलाई चिनिन्छ भन्यो भने सिङ्गापुर है। सिङ्गापुर के हो त विश्वको प्रमुख राजधानी सहरहरूमध्येको सबैभन्दा व्यवस्थित सहर हो भनेर हामीले यहाँनिर बुझ्नुपर्ने हुन्छ। कुन महादेशलाई भूमध्य रेखाले काटेको छ त साथीहरू? भूमध्य रेखाले अथवा भूमध्य रेखाले बिचबाट काटेको महादेश भनेको चाहिँ अफ्रिका महादेश हो भनेर बुझ्ने। सबै प्रकारका प्राचीनतम एवं नवीनतम संस्कृति पाइने महादेश कुन हो भन्यो भने एसिया महादेश है। एसिया महादेशमा सबै प्रकारका प्राचीन तथा नवीनतम संस्कृतिहरू के गर्छन् त पाइने गर्दछ भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। अनि अर्को रहेको छ अफ्रिका महादेशका 4वटा सिमाना है। अफ्रिका महादेशको चार दिशामा के पर्छ भन्यो अफ्रिकाको पूर्वमा लाल सागर, पश्चिममा आन्द्रा महासागर, उत्तरमा भूमध्य सागर तथा दक्षिणमा कुमेरू महासागर पर्दछ भनेर बुझ्ने। अँध्यारो कालो महादेश भनेर चाहिँ हामीले अफ्रिकालाई चिन्छौँ। अँध्यारो अथवा कालो महादेशको नामले पनि यसलाई हामीले चिन्ने गर्दछौँ। अफ्रिका महादेशलाई लाल सागरले एसिया महादेशलाई छुट्याएको छ। अफ्रिका महादेशलाई है लाल सागरले एसिया महादेशलाई छुट्याएको छ भने कुन सागरले युरोप महादेशलाई छुट्याएको छ? युरोपलाई चाहिँ भूमध्य सागरले छुट्याएको छ भनेर बुझ्ने। अफ्रिका महादेशमा रहेको विश्वको सबभन्दा ठुलो मरुभूमि कुन हो र यसको क्षेत्रफल कति छ भन्यो भने अथवा विश्वको सबभन्दा ठुलो मरुभूमि भनेको सहारा मरुभूमि है, जसको क्षेत्रफल 84 लाख वर्ग किलोमिटर रहेको छ भनेर बुझ्ने। उत्तरतिर फुकेको र दक्षिणतिर साँगुरिएको महादेश कुन हो भन्यो भने उत्तर अमेरिका है। उत्तर अमेरिका उत्तरतिर फुकेको छ भने दक्षिणतिर के छ त यो साँगुरिएको छ है। पश्चिमी गोलार्धको महादेश भनेर चाहिँ हामीले उत्तर अमेरिकालाई चिन्छौँ है। उत्तर अमेरिकालाई पश्चिमी गोलार्धको महादेशको नामले पनि चिनिन्छ। नयाँ संसारको नामले चिन्ने भनेको चाहिँ उत्तर अमेरिका है। महत्त्वपूर्ण प्रश्न, धेरै पटक आएको प्रश्न पनि हो यो। नयाँ संसारको नामले चिनिने भनेको चाहिँ उत्तर अमेरिका हो भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। अनि उत्तर अमेरिका महादेशको चारतिर के पर्दछन् अथवा उत्तर अमेरिकाको चारैतिर के पर्छन् भन्यो भने पूर्वमा आन्द्रा महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु र दक्षिणमा पानामा नहर रहेको छ भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। अनि उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो भन्यो भने पानामा नहर है। यो जुन पानामा नहर छ नि, पानामा नहरले उत्तर अमेरिका र दक्षिण अमेरिकालाई के गरेको छ त जोडेको छ भनेर थाहा पाउने। अनि उत्तर अमेरिका कसले पत्ता लगाएका हुन् भन्यो भने क्रिस्टोफर कोलम्बसले है। उत्तर अमेरिका पत्ता लगाउने वैज्ञानिक अथवा व्यक्ति भनेको क्रिस्टोफर कोलम्बस हुन् भनेर बुझ्ने। अनि उत्तर अमेरिका महादेशको कुन ताल विश्वकै सबभन्दा ठुलो ताजा है अथवा विश्वको सबैभन्दा ठुलो ताजा पानीको ताल कुन हो र यसको क्षेत्रफल कति छ भन्यो भने सुपिरियर ताल है। यो चाहिँ विश्वको सबैभन्दा ताजा पाइने ताल हो र यसको क्षेत्रफल कति रहेको छ भन्यो भने यसको क्षेत्रफल 82,350 के छ त वर्ग किलोमिटर रहेको छ भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। अर्को रहेको छ उत्तर अमेरिकाको सबभन्दा होचो भूभाग कुन हो भन्यो भने डेथ भ्याली है, जुन चाहिँ क्यालिफोर्निया भन्ने देशमा पर्छ। डेथ भ्याली चाहिँ उत्तर अमेरिकाको सबभन्दा होचो भूभाग हो भनेर बुझ्ने। उत्तर अमेरिकाको सबभन्दा लामो नदी कुन हो भन्यो भने मिसिसिपी मिसौरी है। उत्तर अमेरिकाको लामो नदी कुन त मिसिसिपी मिसौरी हो भनेर बुझ्ने। एसियाको कुन हो भन्यो भने एसियाको के बुझ्ने त चिनको यान्जे नदी हो होइन। त्यस पछाडि अफ्रिकाको कुन हो भन्यो भने नाइल भनेर बुझ्ने। भने उत्तर अमेरिकाको कुन हो भन्यो भने मिसिसिपी मिसौरी भनेर पनि बुझ्ने है। अनि अर्को चाहिँ भूपरिवेष्टित नभएको देश कुन हो भन्यो भने उत्तर अमेरिका है साथीहरू। उत्तर अमेरिकामा एउटा पनि के छैन त भूपरिवेष्टित देश छैन भनेर हामीले यहाँनिर सम्झनु पर्ने हुन्छ। भने सबैभन्दा धेरै भूपरिवेष्टित भएको महादेश कुन हो भन्यो भने चाहिँ अफ्रिका महादेश है साथीहरू, जहाँ के छन् त 18वटा के छन् त 18वटा चाहिँ भूपरिवेष्टित देशहरू रहेका छन् भनेर बुझ्ने। अमेरिकाको प्रसिद्ध सहर न्युयोर्क कुन नदीको किनारमा अवस्थित छ भन्यो भने हडसन नदी है। न्युयोर्क हडसन नदीको किनारमा अवस्थित रहेको छ भनेर यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ। अर्को रहेको छ दक्षिण अमेरिका महादेशमा अवस्थित विश्वको सबभन्दा लामो पर्वतमाला कुन हो भन्यो भने एन्डिज पर्वतमाला है, जुन चाहिँ कोलम्बियादेखि चिलीसम्म फैलिएको छ र यसको लम्बाइ चाहिँ लगभग 7,200 किलोमिटर पनि रहेको छ भनेर बुझ्ने। र यो चाहिँ कोलम्बियादेखि चिलीसम्म फैलिएको